सिंहदरबार जल्दा आउन पर्थ्यो सेना। त्यो गरिबहरूको जनताको झुपडी भत्काउनलाई सेना चाहिए थिएन। सेनालाई त्यति धेरै आफूमा गर्व छ, बल छ है, मसँग शक्ति छ भने कालापानी गयो हुन्छ। नलपरासीकै सुस्तामा भारतले कब्जा गरिरहेछ नेपाली भूमि, सयौं ठाउँमा कब्जा भइरहेछ नेपाली भूमि। सेना त्यहाँ जानु पर्यो के। हाम्रो सिंहदरबार जल्दै गर्दाखेरि सेनाले होइन है, हामी त बाहिर निस्किन मिल्दैन, हार त के बसे छैन, कर्फ्यू ला छैन, राष्ट्रपतिले अनुरोध गर्नु भएको छैन, सुरक्षा परिषदको बैठक बसेको छैन भन्ने समाचार हामीले सुनियो, लेखियो पनि। तपाईँहरूले पनि लेख्नुभयो, हामी पनि त्यति बेला मिडियाको हिसाबले, मिडियाकर्मीको हिसाबले लेखियो। हिजो अस्ति त फेरि सेना देखियो सुकुम्बासी बस्यो हराउन। त्यति बेला चाहिँ कहाँ सरकारको आदेशको पालना गर्ने हो। कसले निर्देशन दिन्छ? नेपाली सेनाले कतै अप्रिय घटना नघटोस् भने सेना परिचालन गरे हो कि नेपालमा भारतले हान्न लाग्थ्यो कि चीनले हान्न लाग्थ्यो? सेना परिचालन कति बेला हुन्छ? देश जल्दै गर्दा चाहिँ, सिंहदरबार जल्दै गर्दा, संसद भवन जल्दै गर्दा बैठक बस्न पर्ने, निर्देशन चाहिने। अनि अहिले चाहिँ कसको निर्देशन भयो? प्रधानमन्त्रीले ठाडै निर्देशन दिएर सेना सडकमा नआउँदा पनि आपत्ति छ। तपाईँले सेना सडकमा